यो चाहिँ क्लिन्जर हो र अब हामी फेसमा क्लिन्जर युज गर्छौं है ल क्लिन्जर युज गरेपछि हजुरलाई हामी देखाउँछौं है क्लिन्जर युज गरिसकेपछि चाहिँ यो ड्राई पफ पानीमा भिजाएर सर्लक्क पुस्ने र हजुरले चेन्जेस क्लिन्जर गर्ने बित्तिकै देख्नुहुन्छ अब यसपछि चाहिँ हामी फेस स्क्रब गर्छौं फेस स्क्रब गर्नलाई हामी क्रीम लिन्छौं बिस्तारै एकदम सर्कुलर वेमा मसाज गर्ने ल अब फेस स्क्रब गरिसकेपछि फेरि यसले सट्ट पुस्ने र रिजल्ट हजुरले स्टेप वाइज स्टेप देख्नुहुन्छ है कतिको रिजल्ट आउँछ यो वेस्टेज प्रोडक्टको धेरै जनाले बिलिभ त गर्नु हुँदैन तर यसको प्रोडक्ट चाहिँ एकदमै राम्रो छ महँगो त छ तर एकदमै राम्रो छ है यो चाहिँ फेस प्याक है अब फेस प्याकमा पुग्यौं हामी यो सबै प्रोडक्ट हामीले किनेर राख्यो भने हामी पार्लर जानु पनि पर्दैन हाइड्रा फेसियल गर्नु पनि पर्दैन यो सबै प्रोडक्टले चाहिँ हामीलाई त्यही जुन पार्लरमा हुने र हाइड्रा फेसियलमा हुने काम दिन्छ है यो फेस प्याक हो यसलाई चाहिँ बिस्तारै पानी लिँदै यसरी यस्तो गर्ने यो प्रोडक्ट एकदमै राम्रो छ यो सबै नेचुरल प्रोडक्ट हो केमिकल धेरै पनि हुँदैन एक्सपेन्सिभ त छ किनभने अब नेचुरल हो एक्सपेन्सिभ त हुन्छ नै तर एक्सपेन्सिभ भयो भन्दैमा सस्तो मस्तो युज गरेर एक दुई दिनलाई मात्र झलक देखाएर हुँदैन हामीले सधैँको लागि हेर्नुपर्छ स्किन अनुहार जस्तो कुरा जस्तो पाए त्यस्तै प्रोडक्ट युज गर्नु हुँदैन त्यही भएर राम्रो प्रोडक्ट युज गर्नुस् हजुरहरू पनि ल अब यो फेस प्याक मैले सबैतिर लगाइसकेँ अब यो 5 मिनेटको लागि छोड्ने अनि त्यसपछि 5 मिनेटपछि हामी फेरि आउँछौँ है अब चाहिँ यो स्क्रब सुकिसक्यो ड्राई भइसक्यो त्यही कारणले गर्दा अब यसलाई फेरि यसले पुस्ने है सर्लक्क लाएर पुस्ने रिजल्ट त स्टेप वाइज स्टेप नै आउँछ है एकदमै साइनी आइसकेको छ उहाँको फेसमा चाहिँ तपाईले देख्न सक्नुहुन्छ तपाईहरु पनि यो प्रोडक्ट युज गर्न सक्नुहुन्छ अब मसाज क्रीम यो मसाज क्रीमले चाहिँ अब मसाज गर्ने फेसलाई भित्रसम्म पुग्ने गरी एकदमै यो 2 फिंगरले गालादेखि यसरी गर्दै नाकमा र यस्तो गर्दै यहाँ ल्याउने एकदमै मसाज दिने के फेसलाई आनन्द रिलिफ गराउने अब चाहिँ मसाज क्रीमले अब यो मसाज क्रीम भइसक्यो सबैतिर मसाज भइसक्यो अब यसलाई चाहिँ सर्लक्क पानीले धुने मोइस्चराइजर यो मोइस्चराइजर चाहिँ मैले युज गरेको एकदम धेरै प्रोडक्ट युज गरे तर यो प्रोडक्ट जस्तो राम्रो मोइस्चराइजर चाहिँ मैले कहीँ पनि भेटिन है यो मोइस्चराइजर एकदमै राम्रो छ यो चाहिँ ओइली स्किनलाई पनि हुन्छ ड्राई स्किनलाई पनि हुन्छ दुबै स्किनलाई हुन्छ एकदम फेसलाई ग्लो दिन्छ यो मोइस्चराइजरले चाहिँ अब हामी सेकेन्ड लास्ट स्टेपमा पुग्यौं यो चाहिँ नाइट भएको कारण यो चाहिँ रातिको समय भएको कारणले गर्दा मोइस्चराइजर लगाउँछौं त्यसपछि हामी नाइट क्रीम लगाएर आजको हाम्रो फेस क्लिनिङ रुटिनलाई चाहिँ स्टप गर्छौं है अब यो नाइट क्रीम है सरी यो नाइट क्रीम चाहिँ अब आजको हाम्रो रुटिनको लास्ट प्रोडक्ट हो यो प्रोडक्ट सनस्क्रीन चाहिँ डेमा युज गर्ने नाइट क्रीम चाहिँ नाइटमा है नाइट क्रीम लगाएर राम्रो मजाले मसाज गर्ने त्यसपछि आजको लागि सक्यो ल यसरी मजाले मसाज गर्ने एकदम यसरी लगेर यसरी नगर्ने के बिस्नी है नि रै मसाज गर्ने यसरी यो नाकको क्रीमलाई नाकमै राख्ने गालाको क्रीमलाई गालामै राख्ने यसरी मजाले मसाज गर्ने तपाईहरुले चाहिँ रिजल्ट पाउनुहुन्छ सुरुमै स्टेप बाइ स्टेप चाहिँ रिजल्ट पाउन सक्नुहुन्छ है हजुरहरुले